विनायक यस्तो बवाल गाडी पछि नदेखेको गाडीको भिडियो आउँदैछ है साथीहरू। यस्तो गाडी बवाल बसले एकै संस्कार बन्ने निस्क्यो है दाङ जानको लागि, दाङ काठमाडौँको लागि संस्कार। यताको गेटबाट छिर्दो रहेछ, आफ्नो गेट हुँदो रहेछ। इन्जिनियर देखिदिएको आयो यहाँ गर भिडियो नबनाम भने यस्तो बवाल देखेपछि मनले मान्दैन। नेपालगञ्जको स्वर्गद्वारी बाबा यसको लुक साइज 3 सोफा सेट उडान पनि छुट्यो है। जायन गाडी यहाँ दियाला मेट्रो संयम अनि सुप्रिम सफारी तीनटै रेडी छ है जानको लागि। पार्कमा चाहिँ यो बेलुकी निस्किने बेला चाहिँ एकदम जाम लाग्दो रहेछ होइन। को कति बेला निस्किने को छिटो निस्किने भनेर पुरा धकेल छ है। यहाँ पुरा जाम लागिरहेछ, कोही कताबाट छिराखन् कोही कताबाट छिराखन्, जाम छ पुरा जाम छ गाडीहरूको। भित्र हेरौँ त म अहिले चाहिँ काठमाडौँ बस स्टप छु। स्वर्गद्वारी बाबा यहाँ छ, त्यो लाइनमा छ। सबजना प्याक छ। यो चाहिँ रातिको भ्यू गाडीहरूको एकदम लाइनमा छ। प्युठान जाने स्वर्गद्वारी बाबा। गोल्डन गुगल यहाँ रेडी भएर बसेछ मान्छे हालेर। अब यो सब निस्किनेको भिड हो, बाहिर निस्किनेको पुरा जाम छ। यता पनि छन् टन्ने बसहरू। सगरमाथा भयो, सगरमाथा यो चाहिँ नाइट भ्यू हो बसको। पुरा एकदम धेरै जाम छ है सगरमाथा। सगरमाथा चाहिँ बवाल देखिने चाहिँ कलर पनि राम्रो देख्दैछ। सँग गाडी गएर हेरौँ है त, नकाटिकन जाउँ कस्तो देखिन्छ। स्वर्गद्वारी बाबा साउदी रिटर्न स्कुल हो शुभ यात्रा। सुविधा भयो यो चाहिँ सगरमाथा हिमालयन एसी बवाल लाग्यो है मलाई। यो चाहिँ दाङ काठमाडौँको गाडी हो। यता पनि रेडी छ, यो पनि छुट्नको लागि। यता यो 3वटा पनि म्याग्दी कोरोला संयम अनि सुप्रिम सफारी तीनटै रेडी छ है जानको लागि। यता त धकेल छ, त्यहाँ वेलकम उडान है। नेपालगञ्जको हो क्या उडान। अनि यो चाहिँ लर्ड कृष्ण चाहिँ बुटोलकै हो। लर्ड कृष्ण यो उडान पनि छुट्न लाग्यो, रोयल एडभेन्चर पनि छुट्न लाग्यो। यहाँ बसेर भिडियो हान्नु पर्यो दुइटा। फिफाहरू गइसक्यो उता। उडान पनि छुट्यो है। त्यसपछि त्यहाँ लर्ड कृष्ण छ। लर्ड कृष्ण रोबोट एयर बस र टाइगर सगरमाथा आयो। सकम्बरी होलिडेज छ। एकदम भिडभाड छ। आफ्नो गेट हुँदो रहेछ बस्यो कता बसेको कता। सगरमाथा छ यता छिर्न थालेछ। यस्तो भिडभाड छ। आज शुक्रबार भएर नि होला, एकदम धेरै भिडभाड छ। हाइवे ह्याकर पनि लागेको छ। हाइवे ह्याकर
हाई एकर दियालो मेट्रो स्वर्गद्वार चाहिँ यतिबाट आयो यही रुटबाट आयो स्वर्गद्वारीबाट अब प्युठानको लागि जायन गाडी यो पनि रेडी छ गोल्डन तुलसीपुर त्यहाँ रेडी छ यस्तो पेलापेल धकेला धकेल छ यता हेर म त बुटोलको गाडी हेर बिहानी भयो बिहानी यो चाहिँ बर्दिया नेपालको रहेछ यो चाहिँ बुटोल काठमाडौँको रहेछ यो दियालो मेट्रो बुटोलकै हो यो हाइवे एकर इन्जिनियरदेखिको हाइवे एकर हो त्यो चाहिँ कृष्णनगर जाने भयो रोयल स्टार भयो उताको चाहिँ थाहा भएन कुन यता आशीर्वाद छ स्याङ्जा गण्डकी यहाँ छ कल्पना यता भेटिन्छ कि नै हेरौँ है त स्याङ्जा गण्डकीसँगको रुट हो क्या स्याङ्जा गण्डकी छ यो चाहिँ बालेन सिटी नेपालगञ्जको त छैन नमस्ते नेपाल हो बवाल बवाल बसहरू लागिरहेछ है त्रिदेव जलजला यतापट्टि छ विनायक आयो बवाल गाडी है यस्तो बवाल लुक्समा आयो विनायक चाहिँ काठमाडौँ वीरगञ्ज यता वीरगञ्जतिरको पूर्वको गाडी रहेछ विनायक है यस्तो बवाल लुक्स छ कि यस्तो दामी 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 लुक्स छ दामी दामी बस छ त माइलको हाइपरसोनिक पनि आइसकेको छ है त माइलको हाइपरसोनिक पनि आइसकेको छ म जान्छ माइलको हाइपरसोनिकमा हो त विनायक छ विनायकको जस्ट पछाडि माइलको हाइपरसोनिक छ माइलको हाइपरसोनिक देखाउँ न विनायक भयो उता कुन कुन छ यो मालिक हाइपरसोनिक यो चाहिँ म जाने गाडी यो है हाम्रो सुभाष चन्द्र भेनाको मालिक हाइपरसोनिक 2x2 सोफा सेट एयर सस्पेन्सन होला है ड्यानियल एक्सप्रेस यहाँ छ पछाडि पछाडि आछ हाम्रो जस्ट पछाडि ड्यानियल एक्सप्रेस विनायक हेरौँ है विनायकको जस्ट पछाडि मालिकका हाइपरसोनिक अब यिनीहरूको जोडा बन्न आउँदैछन् अर्को मालिकका टर्बो आयो है आयो मालिक हाइपरसोनिक काठमाडौँ बस पार्कमा पछाडि बाबा एडभेन्चर पनि आछ यो पनि भयो पुरानो त गाडी नै छैन क्या यहाँ सब नयाँ टिल्किने यस्तो बवाल मात्र गाडी छन् कि पुरानो गाडी कहाँ गयो यार अचम्म भयो पनि यस्तो बवाल छ त्यो पनि नयाँ हो यो दुईटी टिनटै नयाँ हो ठाउँ मिल्दैछ है मालिक आएको समेतले ठ्याक्क भित्र राख्दैछ हाम्रो एकछिन हिँड्ने टाइम नभएको भएर पार्किङ गर्न थालेको जायन भयो त्यता बुद्ध यो पनि छुट्नलाई रेडी छ यो कुन हो रोयल एडभेन्चर यो पनि संस्कार चाहिँ त्यहाँ गइसक्यो है संस्कारको भिडियो पनि हाल्नुपर्छ त्यो विनायक भयो विनायक यस्तो बवाल कलर गराएको पुरै छ दामी गाडी छ नराम्रो गाडी कुनै छैन संस्कार हेरौँ है संस्कार यो दाङ काठमाडौँ
संस्कार कमला एन्ड स्वस्तिका महराको संस्कार। यो गाडी भाइरल गाडी हो फेरि हेर्नु पर्यो यसको लुक चाहिँ। यसको बाहिर यस्तो छ, भित्र चाहिँ कुन थाहा भएन है। संस्कार बन्ने निस्क्यो है दाङ जानको लागि, दाङ काठमाडौँको लागि संस्कार। माथि कस्तो बबल आँखा संस्कार चाहिँ गयो है दाङको लागि। विनायक आउँदैछ, विनायक। यस्तो बबल गाडी कसैले नदेख्यो, गाडीको भिडियो आउँदैछ है साथीहरू। यस्तो गाडी बबल कसले एकै ठाउँ हेर्नै पाएको थिएन, अब मेरो च्यानलमा हेर्न पाउँछ। बवाल लग्जरियस गाडी यो विनायक है। काठमाडौँ वीरगञ्ज पोखरिया र भिस्वा भन्ने कहाँ थाहा भएन। यो चाहिँ विनायक गाडी रातिमा यस्तो बवाल लग्जरी देखेको छ है। भित्र हेर्न पाइएन, भित्र चाहिँ फेरि आउँदा देखाउँला। अहिले चाहिँ बाहिर हेरेर चित्त बुझाउँ है। रोयल एडभेन्चर आयो पनि काठमाडौँको गाडी। दाङ काठमाडौँको पासिङ लाइट पनि भर्खर बनेको बन्द भयो। बुद्धवाला गाडी गयो है। पुरा क्यामेराले फोटो पनि खिच्दो रहेछ। बसरबाट कुन निस्क्यो भन्दा होला। बुद्धवाला गयो। दियालो मेट्रो है। सिकिहालिन्छ नि गाडी आयो। त्यो साझा यता हाले काठमाडौँको लोकल गाडी। जायनको त्यो अगाडिको फ्रन्ट लुक चाहिँ खत्रै खालको छ। गयो है लजालु मुस्कान गयो। साझा यातायात भयो। जायन आयो है। जायन गाडी आयो। जायन ट्राभल्स। म्याक्स नानी मैले लाउनु नि कहिले नै। शुभयात्रा त्यो कहाँ गयो पनि दाङ काठमाडौँको रहेछ। शुभयात्रा पनि चल्दियो है त। अब राणाबाट आउँछ त्रिदेव, बटौलीको त्रिदेव सान। त्रिदेव पनि चल्दियो। त्रिदेव अनि यो आयो यस्तो बवाल लुक्समा। रोबोट एयरबस नेपालगञ्ज। भाइ चाहिँ साइडमा झुन्ने, टिकटकमा चाहिँ साइडमा झुन्डेको राम्रो। क्याबिन पनि प्याक भएछ गाडीको, सब प्याक भइसकेछ। पञ्चकोशी ज्वाला यातायात प्रणाली रहेछ। रोबोट एयरबस सुपर एसी। नेवा आयो, नेवा अनि लुम्बिनी। यहाँ अनि लुम्बिनी। अब यति जानु पर्यो, यस्तो बेला नि होला। नेवा नेवा प्राण भनेको नेवारको होला, पोखराको गाडी रहेछ चाहिँ। लुम्बिनी दर्शन अनि संयम। पछाडि कुन छ हौ? नियोन लाइनर पनि टिकटकमा यताउति भाइरल देखे जस्तो लाग्थ्यो।
भाइरल नै होला। नियोन लाइनर है त, नियोन लाइनरको यस्तो भयो यो चाहिँ।